Mhm. र अर्को कुरा डिप्रेसन र एन्जाइटीका जति पनि कुराहरू छन्, यो हामी गहिराईमा त जाँदैनौँ अहिले, छोटो छोटोमा म यसलाई अगाडि बढाउँछु। अब यसमा हाम्रो समाजले नयाँ अभ्यास गर्न जरुरी छ। किनभने यो सारा विश्वकै समस्या हो नवराज्यू, होइन? यो यहाँको मात्रै समस्या होइन, विश्वभरि अहिले यो समस्या निकै जटिल विकराल बनिरहेको छ। किन? मान्छेसँग जीवन छैन। Mhm. मान्छे कृत्रिम जीवन बाँचिरहेको छ। कृत्रिम, उसलाई दुई चारवटा कुरा मात्रै थाहा छ है। उसलाई पढाइ थाहा छ, उसलाई जागिर थाहा छ, उसलाई विदेश थाहा छ, उसलाई विवाह थाहा छ, छोराछोरी थाहा छ। यो तिन चारवटा, चार पाँचवटा कुरामा जिन्दगी सकिन्छ, जिन्दगीको इतिहास खतम हुन्छ। उसलाई यो आकाश थाहा छैन, उसलाई बगिरहेको नदी थाहा छैन, उसलाई उडिरहेको चरा कहिल्यै महसुस हुँदैन, उसलाई शीतल बतासको कहिल्यै अनुभूति हुँदैन, हो? उसलाई जमिन महसुस हुँदैन, आकाश महसुस हुँदैन। यस्तो कृत्रिम जीवन समस्याको जड हो भन्ने मलाई लाग्छ। Mhm. मलाई यो जो कृत्रिम जीवनशैली हो, होइन, पैसा चाहिन्छ, सफलता चाहिन्छ, उपलब्धि चाहिन्छ, प्रगति गर्ने हो, त त्यो प्रगतिका नाममा जीवनलाई मार्न पाइँदैन भनेको मैले चाहिँ। उपलब्धिका नाममा, सफलताका नाममा तपाईँ मर्नु हुँदैन। Mhm. हुँ? सम्बन्धका नाममा तपाईँ आफू चाहिँ मर्नु हुँदैन। कसैले छोड्यो भन्दैमा तपाईँले पासो लगाउन पाउनुहुन्न। किनभने तपाईँको जीवनभन्दा माथि यो दुनियाँमा अर्को कुनै चिज छैन, अर्को कुनै कुरै छैन। सो त्यसैले प्राकृतिक जीवन यदि बाँच्न सुरु गर्यौं भने जीवनका धेरै मानसिक समस्याहरू बिस्तारै कम हुँदै जान्छन्, बिस्तारै घट्दै जान्छन्, खतम हुँदै जान्छन्। Mhm. तर तपाईँ भ्रममै बाँच्नुभयो, हल्ला हल्लामै बाँच्नुभयो, अरूले बाँचे जस्तै बाँच्न खोज्नुभयो, भिडले बाँचेकै जीवन बाँच्न सुरु गर्नुभयो, कहिल्यै फर्केर हेर्नु भएन, म पनि यो ब्रह्माण्डमा छु, जीवन छ मसँग, मेरो आनन्द मेरा लागि ठुलो कुरा हो, हामीले यो महसुस गरेनौँ भने हामी पीडामा जानुको विकल्प छैन। तर यतिले मात्रै मानसिक समस्यालाई पूर्ण रूपमा सम्बोधन गर्न सकिँदैन, किनभने बायोलोजिकल इस्युहरू पनि हुन्छन्, होइन? केही Mhm. केमिकलहरू हुन्छन् जसले गर्दा हामीभित्र भएका हर्मोनहरूको गडबडी र तलमाथिले पनि यी समस्याहरू देखा पर्छन्। तर मेरो अहिलेसम्मको अनुभवले के बताउँछ भने यो चाहिँ सेकेन्डरी समस्या हो, यो सेकेन्डरी होइन। प्राइमरी के हो भने तपाईँको थट प्याटर्न हो, हाम्रो जीवनशैली हो, यो प्राइमरी कुरा हो। किनभने मैले के देखेँ भन्दा 20 25 30 वर्षदेखि औषधि खाइराखेको छ मान्छे। औषधि भनेको केमिकल हो। 20 30 वर्षदेखि औषधि खाइराखेको छ एन्जाइटीको, तर पनि निको भएको छैन। भयो के होला त? Mhm. त्यहाँ केमिकल त पठाइएकै छ, होइन? औषधिले त केमिकललाई के गर्छ? अल्टर गर्छ, ब्यालेन्स गर्छ, तर पनि मान्छे ठिक हुँदैन। त्यसैले मानसिकता, बाँच्ने तरिका, प्राकृतिक जीवनतिर फर्किन अति आवश्यक छ। र यसमा नेपाल सरकार गम्भीर हुन जरुरी छ, यसमा नेपाली समाज गम्भीर हुन जरुरी छ, यसमा तपाईँ हामी व्यक्तिगत तवरबाट पनि सचेत हुन जरुरी छ।